हेलो साथीहरू, तपाईहरुलाई म घेरौला उयो के भन्छ लौका देखाउँदैछु। लौकाको बोट हेर्नु, यो चाहिँ सेतो इस्कुस हो। जग्गा जग्गा भिन्डालु, यो फर्सी, अन्त फर्सी नै छ। यो त अर्कै जग्गामा रोपेको छ नि त हो। यता त फिजिन्छ यो पुरा। यो पनि लौकै हो। यहाँनिर त घेरौला छ हौ। यो चाहिँ घेरौला रहेछ हौ। एकै बोट उम्रिरहेको रहेछ। रोप्नु त रोप्यो, फेरि मसिनो मसिनो पनि छ कि यहाँ झन्डै ठिकै पठाएछु मैले। देख्नुभयो होला, हामी त सबै अर्ग्यानिकै उब्जाउँदै हो। हामी त अर्ग्यानिक खान्छौँ। हत्तापत्ता किन्दैन नि त हामी, दालहरू मात्रै किन्छ, मटरहरू हो। मटरको दालहरू किन्छौँ। अरू त सबै हामीले आफै उब्जाएर खाने नै प्रयास गर्छौँ नि त। अन्त मेरो हस्बेन्डले गर्नुहुन्छ, म त फोटो खिच्ने मात्रै हो। र पनि बर बिजनहरू त छिटिदिन्छु हो। मन पर्यो भने चाहिँ तपाईँहरू लाइक कमेन्ट गरिदिनुहोस् ल, प्लिज।